या अब हामी चाहिँ टाउपो आजको यात्रा टाउपोमा एक रात बसेर भोलि बेलुकातिर घर आउँछौँ। टाउपो चाहिँ अब 2.5 घन्टा 3 घन्टाको रोड ट्रिप हो। अनि एज अ लङ विकेन्ड त्यो भएकोले गर्दाखेरिको लङ विकेन्डलाई सदुपयोग गर्दै। अनि वेदर पनि यस्तो आँखा वेदर त दामी भएको छ, राम्रो छ। यसलाई युटिलाइज पनि गर्नुपर्छ हैन, किनभने अब आफ्टर लङ है लङ ग्याप वी आर गोइङ फर रोड ट्रिप एन्ड आई एम सो एक्साइटेड एकदमै। अब यो के भन्छ समर पनि अलमोस्ट अफिसियली त गइ नै सकिसक्यो। अब विन्टर लागिसकेको छ, त्यो भएकोले गर्दाखेरि चाहिँ चिसो पनि छ, हल्का घाम लाग्दाखेरि न्यानो पनि छ। अनि यसलाई अब युटिलाइज गर्दै है जाँदैछौँ। ल भेट्दै गर्नुपर्छ। अहिले यो चाहिँ न्युजिल्यान्डको के भन्छ मालबाग। यो चाहिँ माउन्ट रुपे हो है। हामी चाहिँ वाइडर गर्ने ठाउँमा चाहिँ आइपुग्ला छौँ। सो द्याट्स भल्केनो माउन्टेन। रोड हो यो चाहिँ न्युजिल्यान्ड आएको। यतिकै छुट्टै अगाडि रक्क आइरहेछ नि त। यो चाहिँ टाउपो लेक हो। मेरो बुढीले चाहिँ हिजो फिन कफ र फ्लू सर्ट लागेको छ। त्यो भएको गर्दाखेरि बिचरा दुइटै हातमा इन्जेक्सन लगाएकोले गर्दाखेरि चाहिँ गाह्रो भइरहेछ। भिडियो पनि बनाइरहेछ, विच इज खुसीको कुरा होइन। पऱ्यो नि बुढा गर्न रहेछ। हामी चाहिँ अहिले रुममा आजको बसाइ। नाइस भ्यू देखिँदो रहेछ यहाँबाट, नाइस जुन होइन के छ भने खोलिदिउँ न हक्कसँगले बसेर लेक टाउपो। सराउन्डिङ पनि कस्तो राम्रो। के चाहिँ सराउन्डिङ पनि कति राम्रो। सराउन्डिङ ल आज हामी बेलुकाको इभिनिङ वक जाँदैछौँ। टाउपोले गर्दा हामी सनसेटमा भर्खर हेरेर आएर पार्किङ स्ट्रिट पार्किङ गरेर यहाँनिर विल्सन पार्किङमा चाहिँ $6 गरिदियो अरे आम्मा। त्यहाँदेखि त्यसमा गएर पर्खिनै पऱ्यो हो, टाइम लाग्छ। तर भन्दा अघि अर्डर गरेर गर्नु छ हामीले।
यहाँ पनि पहिले हामीले खाएको थाहा छ कसेर हैन त्यति बेला थाहा छैन नि थाहा छैन त्यतिखेर खोलेको पनि थिएन होला यो कुन चाहिँ हो मालाबार ए यो मालाबार so that's Malabar Nepalese and Indian kitchen chicken curry on the shop खाएर टेस्ट छ उसको Harrison Creek down there soon. That's us. कहाँ जाँदैछौँ अरे जुन हामी Harrison Creek भनेको चाहिँ थर्मल नेचुरल हट स्प्रिङ कतिले चाहिँ बार्बिक्यू नै ल्याएर राखेको रहेछ यहाँ चाहिँ यस्तो स्ट्रिम छ खोल्ची टाइपको अनि यसरी अब जियो थर्मल यो बाफहरू उडेको चाहिँ त्यो जियो थर्मल यसबाट हो अनि मान्छे तातो पानीमा मजाले बसेर रिल्याक्स पारामा इट्स गुड फर स्किन पनि भन्छ कतिले होइन यो छालाको लागि चाहिँ छालाको रोगको लागि चाहिँ राम्रो पनि मानिन्छ यो चाहिँ अब फ्री हो सानो खोल्चीमा आएको अलिक यो केयरफुल भएर हिँड्नुपर्ने रहेछ यहाँ चाहिँ बी केयरफुल है यहाँ हेर केयरफुल है परसम्म छ यहाँ चाहिँ मान्छेहरू आएर यहाँ चाहिँ तिमीले फोटो खिचेको यहाँ त परसम्म चाहिँ एकचोटि हेर्नु चाहिँ खिचिदिने मान्छे म त्यस्तो राम्रो फोटो खिच्ने मान्छे यस्तो दामी देख्छ यसको गुड पार्ट चाहिँ के हो भनेदेखि चाहिँ यो फ्री हो क्या गुड पार्ट यो फ्री हो क्या भन्छ होला भने यस्तो धेरै डरलाग्दो रिसर्च चाहिँ गरिएको छैन तर स्किनको लागि राम्रो मानिन्छ भन्छ प्रायः मान्छेहरूले हामी नेपालमा तातो पानी जाँदैन मान्छेहरू यस्तै हो है मेरो ठुलो छ यो लास्ट हो ठुलो छ लास्ट के भन्नु खोल्ची त अब टन्नै छ तल तलसम्म छ त्यसले चाहिँ ठुलो छ यहाँ चाहिँ सानो झर्ना टाइपको पनि झरेको छ त्यो तातो पानी हो पुरै तातो पनि हुँदैन मन तातो
यहाँ चाहिँ आफ्नै सेफमा खेल्नु पऱ्यो। अब कतिजनाहरूको अब केही यस्तो अलिकति ब्रिथिङहरू केही यस्तो समस्याहरू छ भने चाहिँ अब यस्तो गाह्रो त हुँदैन, तैपनि स्किन एलर्जीहरू कतिलाई के यताउता भन्छ। अब यहाँ कहीँ पनि केही पनि नोटिस चाहिँ लेखेको चाहिँ हुँदैन यस्तो यस्तो लागि अनसेफ सेफ भनेर चाहिँ। तर सेफ चाहिँ सेफै हो सबैलाई नै। चिसो छ नि त विन्टरमा छ, तर पनि यहाँ मान्छेहरू मजाले खेलिरहेको छ। मन तातो भएर जङ्गलको बिचमा आनन्द